आग्रह गर्न चाहन्छु कि यो ऐतिहासिक रूपमा सह अस्तित्व र सर्वधर्म समभावले बनेको देश हो। त्यसकारण हामी सबैले एकअर्काप्रति सद्भाव राखौँ, संयम अपनाऊ भन्ने अपिल म सबैलाई गर्न चाहन्छु, सबै पक्षलाई। अर्को चाहिँ यति बेला कहिलेकाहीँ नाक बेचेर छाक टार्ने भने जस्तो आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्नका लागि यसलाई चाहिँ यो सामाजिक विद्वेषलाई पनि एउटा मौका जसरी प्रयोग गर्न खोज्ने केही तत्त्वहरू सल्बलाइरहेको हामीले देखिरहेका छौँ। त्यस्ता तत्त्वहरूबारे तपाईँ जस्ता सचेत सञ्चारकर्मीहरूले पनि आम जनमानसलाई सचेत गराइदिनुपर्छ। कुनै पार्टीको असाध्यै जिम्मेवार नेताले सामाजिक सञ्जालमा आएर हामी फलानो फलानो जाग्यौँ भने तिमीहरूको के हुन्छ भन्ने जस्ता अभिव्यक्तिहरू दिएको मैले सुनेको छु, तपाईँहरूले पनि सुन्नुभएकै होला। बरा क्षेत्र आउने बाटो त यही होला नि भन्ने जस्ता अभिव्यक्तिहरू, होइन? यस्ता चिजहरूले चाहिँ यो सामाजिक विद्वेषलाई थप भड्काउने काम गर्छन्। त्यसकारण यस्ताको पछि लाग्नु हुँदैन। अब तपाईँको प्रश्नको सन्दर्भमा सरकार कुम्भकर्ण निद्रामा छैन। सरकारले भरमग्दुर प्रयत्न गरिरहेको छ। शान्ति सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अब घटना त अचानक भवितव्यको रूपमा त्यो दुर्घटना भयो, नहुनु पर्थ्यो। त्यसपछि सम्पूर्ण सुरक्षा अङ्गहरू अहोरात्र परिचालन भएको तपाईँ हामीले देखेकै छौँ। र हाम्रो पार्टी सभापतिले जसरी सबै राजनीतिक दलहरूले सहकार्य गरौँ यति बेला, किनभने यो पार्टी त्यो पार्टी भन्ने हुँदैन के। घरमा कुनै समस्या भयो भने दाजुभाइमा जति विवाद भए पनि घरमा समस्या परेको बेला चाहिँ एक ठाउँमा उभिनुपर्छ सबैजनाले भनेर जुन सर्वदलीय बैठक हाम्रो पार्टी सभापतिले बोलाउनु भयो, सबै प्रतिपक्षी दलहरूले पनि त्यसको प्रशंसा नै गर्नुभएको छ। प्रधानमन्त्री खोज्नुभयो त्यो बैठकमा चाहिँ गृहमन्त्री खोज्नु होइन, स्वाभाविक रूपमा माइती घरमा गएर रुने गृहमन्त्री हो नि त। मान्छे मर्दाखेरि ओमप्रकाशहरूको रगतमा चाहिँ किन आँसु आएन त गृहमन्त्रीको? होइन, यसो हो, उहाँ असाध्यै भावुक हुनुहुन्छ र जिम्मेवार पनि हुनुहुन्छ। कस्तो हो भने नि, कति मान्छेहरू चाहिँ बढी पोलिटिकल हुन्छन्, कति मान्छेहरू बढी इमोसनल हुन्छन्। हाम्रो वर्तमान गृहमन्त्री उहाँ आन्दोलनबाट आउनुभन्दा अगाडिदेखि नै पनि सामाजिक कार्यहरूमा सक्रिय हुँदाखेरि पनि उहाँ भावुक मान्छे हुनुहुन्छ, उहाँ इमोसनल हुनुहुन्छ। त्यसकारण मान्छेको आँसु झर्ने जस्तो कुरामा यसरी चाहिँ तर्कको तारो हान्नु पनि हुन्छ जस्तो मलाई लाग्छ। ओमप्रकाशको रगत चाहिँ भुइँमा लपतिँदै गर्दा चाहिँ गृहमन्त्रीको आँसु किन आएन? किन गृहमन्त्री त्यहाँ जान सक्नु भयो? होइन, सबैचोटि नि सुन्नु न, होइन होइन हरेक होइन हरेक पटक सबै आँसु देखाइन्छ भन्ने त्यस्तो कुनै विधान नियम अथवा परम्परा त्यस्तो छैन, होइन? जहाँसम्म भावुकताको प्रश्न छ, साँच्चीकै हामी संवेदनशील भएका छौँ। गृहमन्त्री पनि गम्भीर हुनुहुन्छ, प्रधानमन्त्री पनि गम्भीर हुनुहुन्छ र सरकारले भनेको चाहिँ नीति रणनीति तथ्य प्रकाशमा ल्याउने हो। एकछिन धैर्य गरौँ न, छानबिन समिति बनेको छ। सरकारको प्रतिनिधि मण्डल जानै नहुने किन मान्यज्यू? जस्तो पिएलाई नै पठाउनु पर्ने अवस्था आयो भनेर पनि आइरहेको छ। गृहमन्त्रीज्यू त्यहाँ पुगेर उहाँले जनताले खोजिरहनु भएको छ, हामीसँग प्रत्यक्ष आइदिनुहोस् भन्नु भएको छ, त्यो जानै नसकेको कारण किन? होइन, पहिला चाहिँ तपाईँ तथ्यको निकट पुग्नुपर्छ जस्तो लाग्छ मलाई। सायद सरकारले त्यही तथ्यको निकट पुग्ने प्रयास पहिला गरिरहेको होला। कसरी यो घटना भयो, यसको अन्तर्यमा के छ, यसका पछाडि सामान्यतया विश्लेषण हुने जस्तै कुनै उच्छृङ्खलता भड्काउन चाहने अराजक तत्त्वहरूको नियोजित षड्यन्त्र पो हो कि यो डिजे बजाएकै कारणले यो घटना भयो कि कुनै नियोजित षड्यन्त्रको कारणले यो घटना भयो, त्यो तथ्य पत्ता लगाउन चाहिँ यति बेला सरकार बढी क्रियाशील छ जस्तो मलाई लाग्छ, ताकि यो घटना फेरि नदोहोरियोस्। त्यहाँ घटनाले गर्दा हिन्दू धर्म नि समाप्त गर्ने योजना भइसकेको छ। तपाईँ के भन्नुहुन्छ? त्यो तपाईँ जस्तो सचेत सञ्चारकर्मीले यस्तो किसिमका सामाजिक विद्वेष भड्किने खालका प्रश्न गर्नु हुँदैन। यो सर्वधर्म समभाव र सर्वधर्म सह अस्तित्वको देश हो। म सर्वधर्म समभाव सिकेको लिबरल हिन्दू हो। मलाई आफू हिन्दू धर्मावलम्बी भएकोमा गौरव छ, तर सबै धर्म मान्नेहरूलाई आफ्नो धर्ममा उति नै गौरव हुन्छ। त्यसकारणले यो भवितव्यलाई, यो दुर्घटनालाई, यो सामाजिक विद्वेष भड्काउने किसिमका यस्ता प्रश्न तपाईँले गर्नु हुँदैन। मान्यज्यू, जस्तो यहाँले किसिम अगाडिको सदनमा भन्नुभएको थियो जिन्जी आन्दोलन बेलाको नरसंहारकारी केपी शर्मा ओलीलाई राज्यले किन खोजेको छैन, किन समातेको छैन, किन अनुसन्धान गरेको छैन भनेर यहाँले भन्नुभएको थियो। त्यस्तै खालको घटना चाहिँ राज्यको तर्फबाट प्रहरीको गोली लागेर ओमप्रकाशहरूको मृत्यु भयो। प्रधानमन्त्रीले त हत्यारा नै भन्नुभएको थियो। अब हामीले यो सरकारलाई, अहिलेको प्रधानमन्त्रीलाई हत्यारा भनेर प्रश्न गर्यौँ भनेदेखि तपाईँले हामीलाई समाउनुहुन्छ हुँदैन? तपाईँले के बुझ्नुपर्छ भने हरेक घटनाको पृष्ठभूमि फरक हुन्छ। दुईजना व्यक्तिलाई प्रहरीले समायो, कसैलाई प्रहरीले दुःख दिनका लागि समायो, कसैलाई साइकल चोरेर समायो भने
तपाईँले साइकल चोरेर समाएको र दुःख दिनका लागि समाएको घटनालाई एउटै प्लेटमा एउटै बास्केटमा राख्नु हुँदैन। हरेक घटनाको पृष्ठभूमि फरक हुन्छ, हरेक घटनाको परिवेश फरक हुन्छ। जहाँसम्म प्रश्न गर्ने कुरा छ, तपाईँले आफ्नो सरकारलाई प्रश्न गर्न सक्नुहुन्छ, गाली गर्न सक्नुहुन्छ, क्रिटिकल्ली समालोचना पनि गर्न सक्नुहुन्छ, आरोप लगाउन सक्नुहुन्छ, जवाब माग्न सक्नुहुन्छ। त्यो तपाईँको लोकतान्त्रिक अधिकार हो। अनि यसको जिम्मा त लिनु पर्यो होला नि फेरि राज्यले, जिम्मेवारबाट पन्सिन त मिलेन। राज्यले जिम्मेवारीबाट पन्सिन मिल्दैन। राज्यले यो घटनाको सत्य तथ्य पनि सार्वजनिक गर्नुपर्छ। यो घटना किन भयो, कसरी भयो, बल प्रयोग गर्नुपर्ने स्थिति किन सिर्जना भयो, कसको निर्देशनमा गोली चलाइयो, कसले चलायो, किन चलायो, गोली चलाउनुको अरू विकल्पहरू थिए कि थिएनन्, यस्ता विषयहरू, यी प्रश्नको जवाब सरकारले दिनुपर्छ। र सरकार सबभन्दा बढी जिम्मेवार केमा हुनुपर्छ भने अब यस्ता घटनाहरू फेरि नदोहोरिउन् र हाम्रो सहअस्तित्व, सर्वधर्म समभाव र राष्ट्रिय एकता दृढ रहोस्। अनि हाम्रो गृहमन्त्री मधेस पुग्नुभयो, छड्के हान्न पुगिरहनुहुन्छ ठाउँ ठाउँमा। छड्के मात्रै मनपर्ने हो हाम्रो गृहमन्त्रीले, अब यो जानै पर्ने संवेदनशील ठाउँमा किन पुग्न नसकेको हो? मैले अघि पनि भने, मलाई लाग्छ सरकार यति बेला तथ्य पत्ता लगाउन बढी केन्द्रित छ। घटनाको सत्य तथ्य किन घट्यो, त्यो घटना, त्यो स्थिति किन सृजना भयो, अचानक भवितव्यले सृजना भयो कि त्यसका पछाडि कसैको बदनियतपूर्ण षड्यन्त्र थियो, नेपाली समाज भाँड्ने, अथवा अघि प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो जस्तै अराजकता सृजना गर्ने कुनै बदनियतपूर्ण षड्यन्त्र पो हो कि? यो तथ्य पत्ता लगाउनु चाहिँ अहिले सरकारको पहिलो प्राथमिकता भयो जस्तो मलाई लाग्छ। बाँकी घाइतेहरूको उपचारदेखि लिएर शान्ति सुरक्षादेखि लिएर सबै कुरामा सरकार दत्तचित्त भएर लागिरहेको। तपाईँहरूले षड्यन्त्रलाई नै जोड्नुहुन्छ। जिन्जियामा पुराना दलले षड्यन्त्र भने, अहिले यो घटनामा सत्तापक्ष तपाईँहरूमाथि प्रश्न उठ्यो, तपाईँहरूले षड्यन्त्र भन्नु। मैले कहाँ भने षड्यन्त्र? मैले कहाँ भने षड्यन्त्र? मैले हो कि भने? तपाईँले अलिकति सन्देहवाचक शब्द र प्रत्यक्ष शब्द बिचको फरक बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। सन्देह त सबै तह तब्काबाट व्याप्त भइरहेकै छ त अहिले। मैले कहाँ त्यसरी उहाँहरूले भने जस्तो जेमा पनि देशी विदेशी शक्तिको हात देख्ने जस्तो पुष्टि भएको त छैन नि त षड्यन्त्र भएको भनेको होइन। उहाँहरूले कुन प्रसङ्गमा किन भन्नुभयो त्यसको विषयमा हामीले प्रशस्तै बहस गरिसकेका छौँ। उहाँहरूलाई चाहिँ आफूलाई सत्ता प्रतिकूल हुने बित्तिकै देशी विदेशीको हात देख्ने हो उहाँहरूले जेमा पनि। मैले चाहिँ त्यसरी ठोकुवा गरिनँ, पुष्टि भइसकेको छैन, हामी तथ्य पत्ता लगाउँदैछौँ, अलिकति धैर्य गरौँ न। माइती घरको परिस्थितिलाई कुनै पनि बहानामा उकास्ने उचाल्ने किसिमका अभिव्यक्तिहरू दिनु हुँदैन। जे सुनसरीमा भयो त्यो असाध्यै दुःखद हो, दुर्भाग्यपूर्ण हो र मैले